हिउँको त्यो अनन्त सेतो सन्नाटामा केही आवाजहरू सधैँका लागि हराउँछन् त केही आवाजहरू इतिहास बनेर गुन्जिन्छन्। हावाको त्यो डरलाग्दो गर्जन, रेडियोमा सुनिएको त्यो टुटेको अन्तिम सिग्नल अनि त्यसपछि एकाएक छाएको मुटु काँप्ने त्यो भयानक मौनता। मिति 2026 जुलाई 30 को बिहान, ठाउँ पाकिस्तानको खतरनाक बोर्ड पिक, जहाँ 10 सदस्यीय टोलीमाथि अचानक प्रकृतिको यस्तो वज्रपात भयो उनीहरू भयानक हिम पहिरोको शिकार बने। अगस्त 1 त्यो कालो दिन, जति बेला ती 10 जनाको मृत्यु भएको पुष्टि भयो, जसले पुरै विश्वलाई नै स्तब्ध बनाइदियो। अगस्त 2 सम्म आइपुग्दा असम्भवलाई सम्भव बनाउने विश्वकै महान नायक निर्मल पूजा अर्थात् हाम्रा निम्स दाई र थप 3 जनाका अवशेष हिउँको चिहानबाट फेला परे। तर ती शरीरहरूलाई तल ल्याउने कष्टकर प्रयास अझै जारी नै थियो र बाँकी 2 जनाको खोजी अझै सकिएको थिएन। यो भिडियो केवल एउटा जानकारी होइन, यो त मानव क्षमताको अन्तिम सीमा नाग्ने ती योद्धाप्रतिको सबैभन्दा ठुलो ट्रिब्युट हो। यो एउटा यस्तो कथा हो जहाँ अकल्पनीय उपलब्धिहरू छन्, विश्व हल्लाउने रेकर्डहरूको गर्जन छ, केही नसुल्झेका विवादहरू छन् र अन्ततः एउटा नमिठो सत्य छ। पहाडको अगाडि मानव जीवनभन्दा ठुलो अर्को कुनै रेकर्ड हुँदैन। तर निम्स दाईको यो असाधारण उचाइलाई बुझ्न हामी बोर्ड पिकको त्यो चिसो चिहानबाट धेरै पछाडि फर्किनुपर्छ, जहाँबाट एउटा सामान्य केटोले विश्वलाई नै आफ्नो साहसले चकित पार्ने यात्रा सुरु गरेको थियो। सन् 1983 जुलाई 25 म्याग्दीको दाना गाउँमा जन्मिएका निर्मल पूजा मगर 4 दाजुभाइमध्ये सबैभन्दा कान्छा, जसको बाल्यकालको ठुलो हिस्सा चितवनको गर्मीमा बित्यो, तर जसको नियतिमा संसारका सबैभन्दा चिसो र खतरनाक शिखरहरूको राज लेखिएको थियो। उनका 2 दाजुहरू गोर्खा सैनिक हुनुहुन्थ्यो, त्यसैले उहाँको परिवारका लागि लाहुरे बन्नु भनेको सामान्य जागिर खाए जस्तो भन्दा पनि अनुशासन, राम्रो आम्दानी र सुरक्षित भविष्य सुनिश्चित गर्ने बाटो थियो। गाउँकै वरिपरि हिमाल र पहाड भए पनि उहाँ सानैदेखि हिमाल चढ्न सिपालु हुनुहुन्थ्यो भन्ने सोच्नु गलत हुन्छ। वास्तवमा हिमाल आरोहणप्रतिको उहाँको लगाव निकै पछि मात्र सुरु भएको थियो, सन् 2003 तिर, जब उहाँ ब्रिटिस गोर्खा आर्मीमा भर्ना हुनुभयो। गोर्खा सैनिकको छनौट प्रक्रिया कति कठोर हुन्छ भन्ने सायद धेरैलाई थाहा नै होला। त्यहाँ शारीरिक बल र दौडिने गतिले मात्र पुग्दैन, दिमागी सन्तुलन, टिममा मिलेर काम गर्ने क्षमता र जस्तोसुकै दबावमा पनि तत्कालै सही निर्णय लिन सक्ने खुबीको पनि कडा परीक्षण हुन्छ। पछि उहाँ बेलायती सेनाकै एकदमै विशेष र एलाइट टोली स्पेशल बोट सर्भिसमा आबद्ध हुनुभयो। यो टोलीका मिसनहरू अत्यन्त गोप्य हुने भएकाले इन्टरनेटमा भेटिने उहाँका फिल्मी शैलीका युद्ध कथाहरूलाई पूर्ण रूपमा सत्य मान्न सकिँदैन। तर ठोकुवा गरेर भन्न सकिने कुरा के हो भने उहाँले करिब 16 वर्ष सेनामा बिताउनु भयो। सेनाको त्यही कडा तालिम र अनुभवले नै उहाँलाई असीमित सहनशक्ति, उत्कृष्ट योजना बनाउने क्षमता र जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि डटेर काम गर्न सक्ने खुबी दियो। सन् 2018 मा बेलायत सरकारले उहाँलाई सेनातर्फको निकै ठुलो सम्मान MBE मेम्बर अफ द अर्डर अफ द ब्रिटिस इम्पायरबाट सम्मानित गर्यो। बेलायतको आधिकारिक रेकर्डले पनि यो कुरा प्रमाणित गर्छ। तर सामाजिक सञ्जालमा उहाँले गरेका भनिएका हरेक गोप्य कारवाही वा फिल्मी हिरोगिरीका कथाहरू नै यो सम्मान पाउनुको मुख्य कारण हो भनेर जोड्नु चाहिँ गलत हुन्छ। सेनाको काम गोप्य हुन्छ भन्दैमा हामीले प्रमाण नभएका मनगढन्थे कथाहरूलाई सत्य मान्न मिल्दैन। साँच्चै भन्नुपर्दा उहाँले वास्तविक जीवनमा जे जति गर्नुभयो त्यो आफैमा यति धेरै महान छ कि उहाँलाई ठुलो देखाउनको लागि कुनै पनि बनावटी वा नखुलेका युद्ध कथाहरूको आवश्यकता नै पर्दैन। अब कुरा गरौँ हिमालसँग उहाँको पहिलो भेटको। सन् 2012 मा बिदा मनाउने क्रममा उहाँ सगरमाथा आधार शिविर, जसलाई हामी एभरेस्ट बेस क्याम्प भन्छौँ, त्यहाँ जानुभएको थियो। त्यही बेला बाटो मोडेर उहाँ करिब 6100 मिटर अग्लो लोबुचे इस्ट हिमाल चढ्न जानुभयो। उहाँको जीवनको यो नै पहिलो गम्भीर हिमाली अनुभव थियो। अहिले फर्केर हेर्दा कुनै पूर्व तयारी बिना, कुनै खास तालिम बिना, कुनै गाइड बिना, राम्रो उपकरण बिना नै यति माथि पुग्नु भनेको रहरभन्दा पनि ज्यानकै ठुलो जोखिम लिनु थियो। तर निम्स दाईको लागि भने यो यात्राले एउटा नयाँ संसारको ढोका खोलिदियो। आर्मीको कडा तालिमले खरिएको उहाँको शरीरले हिमालको त्यो उचाइलाई मजाले थाम्न सक्छ भन्ने कुरा त्यहीँ प्रमाणित भयो अनि उहाँलाई महसुस भयो अब उहाँको नयाँ मैदान यही हिमालहरू नै हुनेछन्। सन् 2014 मा धौलागिरीको आरोहण र सन् 2016 मा सगरमाथाको सफल चढाइपछि निम्स दाईको सपना सामान्य हिमाल चढ्ने कुरामा मात्र सीमित रहेन। सन् 2017 मा उहाँले गोर्खा आर्मीको 200 वर्ष पुगेको अवसरमा बनाइएको टोलीसँगै सगरमाथा आरोहणको नेतृत्व गर्नुभयो। तर एकातिर आर्मीको कडा ड्युटी र अर्कोतिर हिमाल चढ्ने हुटहुटी, यी 2 कुरा बीच विदा मिलाएर बारम्बार हिमालतिर कुद्न उहाँलाई पटक्कै सजिलो थिएन। त्यसैले अन्ततः उहाँले आफ्नो सुरक्षित आर्मीको जागिर नै छाडेर पुरा समय हिमालमै बिताउने साहसिक निर्णय लिनुभयो। उहाँको त्यही निर्णयबाट एउटा यस्तो योजना जन्मियो
जुन सुन्दा जति सरल लाग्थ्यो वास्तवमा त्यति नै असम्भव जस्तो थियो। योजना थियो संसारका 8000 मिटरभन्दा अग्ला सबै 14वटै हिमालहरू जम्मा 7 महिनाभित्र चढिसक्ने। यसको नाम राखियो प्रोजेक्ट पोसिबल 14/7। अब यो लक्ष्य किन यति धेरै असाधारण थियो त? किनकि ती 14वटा हिमालहरू कुनै एउटै देशमा चाहिँ थिएनन्। नेपाल, चीन र पाकिस्तानका छुट्टा छुट्टै हिम श्रृङ्खलाहरू, त्यहाँ जान चाहिने छुट्टै अनुमति, फरक मौसम, बेग्लै बाटो, हिमालय पिच्छेका आफ्नै डरलाग्दा खतराहरू पनि त्यहाँ थिए। यसभन्दा अगाडिको रेकर्ड नै 7 वर्षभन्दा लामो थियो, जसलाई निम्स दाई केही महिनामै झार्न खोज्नु भएको थियो। तर यो कुनै एउटा मान्छेले एक्लै कुदेर पार गर्ने रेस थिएन। हिमालमा बाटो खोल्न, डोरी टाङ्न, अक्सिजन र सामान बोक्न, मौसमको जानकारी लिन, देश देशावरको भिजा र उडान मिलाउन अनि आपत पर्दा ज्यान बचाउन एउटा निकै ठुलो टोलीको आवश्यकता पर्थ्यो। त्यसैले यो सफलताको कथामा निम्स दाईको नाम सबैभन्दा ठुलो अक्षरमा देखिए पनि यो कामलाई सफल बनाउने मुख्य मेरुदण्ड भनेका हाम्रा नेपाली शेर्पा आरोहीहरूको सामूहिक मेहनत र पसिना नै थियो। सुन्दा अचम्म लाग्न सक्छ, सुरुमा यो प्रोजेक्टको लागि उहाँसँग पैसा पनि लगभग थिएन। उहाँ आफैले भन्नुभएको छ कि यो अभियान सुरु गर्दा उहाँले आफ्नै घर धितो राख्नु परेको थियो र त्यति गर्दा पनि चाहिने पैसाको सानो हिस्सा मात्र जुटेको थियो। उहाँको आर्मीको ब्याकग्राउन्ड र गजबको आत्मविश्वासले यो योजना अरूलाई बुझाउन त मद्दत हुन्थ्यो, तर हिमालमा खोक्रो नारा लगाएर मात्र बिल तिर्न सकिँदैन। त्यहाँ हिमाल चढ्ने अनुमति, इन्स्योरेन्स, हेलिकप्टर उडान, अक्सिजन, खाना, डोरी र काम गर्ने मान्छे, यी सबै कुराको लागि ठुलो मूल्य चुकाउनुपर्छ। त्यसैले प्रोजेक्ट पोसिबल एउटा शारीरिक रेकर्ड मात्र थिएन, यो त पैसा जुटाउने, आफ्नो ब्रान्ड बनाउने र अन्तर्राष्ट्रिय स्तरको लजिस्टिक मिलाउने एउटा ठुलो परीक्षा पनि थियो। यसो भन्दैमा उहाँको सफलता र उपलब्धिलाई अलिकति पनि कम आँक्न चाहिँ मिल्दैन। बरु यसले आज भोलिको आधुनिक र व्यावसायिक पर्वतारोहण वास्तवमा कसरी चल्छ भन्ने कुराको एकदमै स्पष्ट र यथार्थ चित्र देखाउँछ। यो प्रोजेक्टको पहिलो चरण 23 अप्रिल 2019मा अन्नपूर्ण हिमालबाट सुरु भयो। त्यसपछि उहाँले धौलागिरी, कञ्चनजङ्घा, सगरमाथा, लोहोत्से र मकालु चढ्नुभयो। मे 22मा सगरमाथा र लोहोत्से अनि मे 24मा मकालु। यति छोटो समयमै 3वटा हिमाल चढेको देखेर पुरै संसार नै चकित भयो। त्यही सगरमाथा चढ्ने क्रममा निम्स दाईले एउटा फोटो खिच्नु भएको थियो, जसमा हिमालको टुप्पो मुनि मान्छेहरूको लामो लाइन देखिन्थ्यो। त्यो फोटो रातारात विश्वभर भाइरल भयो। तर त्यो एउटा भाइरल फोटो मात्र थिएन, त्यसले हिमालमा बढ्दै गएको अत्याधिक भिड, कमर्सियल आरोहण, मौसम खुल्ने एकदमै छोटो समय र त्यहाँको ज्यानमारा जोखिमको बारेमा संसारमा एउटा ठुलो बहस नै सिर्जना गरिदियो। तर यो पहिलो चरणमा सफलता मात्र हात परेन, मृत्यु पनि सँगसँगै आयो। अन्नपूर्ण हिमालमा मलेसियाका आरोही वुई किन चिन हराएपछि उहाँलाई खोज्न निम्स दाई र अरू उद्धारकर्मीहरू एकदमै खतरनाक रेस्क्यु मिसन चलाउनु भयो। चिनलाई जीवितै त भेटियो, तर पछि अस्पतालमा उहाँको दुःखद निधन भयो। यस्तै कञ्चनजङ्घामा पनि सास फेर्न गाह्रो भएर अल्पत्र परेका आरोहीहरूलाई आफ्नै अक्सिजन दिएर तल ल्याउने प्रयास भयो, तर सबैलाई बचाउन सकिएन। यस्ता घटनाहरूलाई एक्लै हिरोले चमत्कार गर्यो भनेर बुझ्नु एकदमै गलत हुन्छ, किनकि त्यो उचाइमा गरिने रेस्क्यु एउटा सिङ्गो टिमको निर्णय, डोरी, अक्सिजन, हेलिकप्टर, मौसम र धेरैजनाले आफ्नो ज्यान बाजीमा राखेर मात्रै सम्भव हुन्छ। अनि अर्को तितो सत्य के हो भने रेस्क्यु सफल हुँदैमा मान्छे बाँच्छ नै भन्ने ग्यारेन्टी चाहिँ हुँदैन। जब एकातिर हिमालको टुप्पोमा पुग्ने लक्ष्य हुन्छ र अर्कोतिर कोही मान्छे मर्ने अवस्थामा भेटिन्छ, त्यति बेला आरोहीको अगाडि एउटा निकै ठुलो धर्म सङ्कट खडा हुन्छ। हिमालमा जोसँग पनि एकदमै थोरै अक्सिजन, थोरै समय, सीमित तागत मात्र हुन्छ। त्यहाँ कसैलाई बचाउन रोकिनु भनेको आफ्नै ज्यान र पुरा टिमको योजनालाई दाउमा लगाउनु हो, तर नरोकिनु भनेको फेरि मानवताकै हार हो। हिमाल चढ्ने संसारमा यस्तो बेला के गर्ने भन्ने कुनै एउटा नियम हुँदैन। निम्स दाईलाई एउटा महान उद्धारकर्मीको रूपमा चिनिनुको पछाडि यही कारण जोडिएको छ। तर यस्ता रेस्क्युका कुराहरू गर्दा यहाँ संलग्न अरू सबै सहयोगीहरूको योगदानलाई पनि उत्तिकै क्रेडिट दिनुपर्छ। हिउँबाट जीवितै निकालेको त्यो छोटो भिडियोले मात्रै पछि अस्पतालमा भएको मृत्यु वा त्यहाँ रेस्क्युका लागि खटिएका अरू मान्छेहरूको मेहनतको पुरै कथा बताउन सक्दैन। प्रोजेक्टको दोस्रो चरण पाकिस्तानमा सुरु भयो। जुलाई महिनामै उहाँको टिमले नाङ्गा पर्वत, ग्यासरबुरुम 1 र 2, केटु, ब्रोड पिक चढ्ने काम गर्यो। केटु हिमाल यति खतरनाक थियो कि अरू टिमहरू हार मानेर फर्किने तयारीमा थिए, तर निम्स दाईको टिमले बाटो बनाउने र डोरी टाङ्ने कामलाई फेरि स्टार्ट गर्यो र अन्ततः जुलाई 24मा उनीहरू केटुको टुप्पोमा पुगे।
त्यसको जम्मा 2 दिनपछि उनीहरूले बोर्ड पिक पनि चढे। यो स्पिड हेर्दा त कुनै भिडियो गेम खेलेर लेभल पार गरे जस्तो लाग्छ, तर पर्दा पछाडि हेलिकप्टरबाट गरिएको छिटो यात्रा, अक्सिजन सिलिन्डरको प्रयोग, पहिले नै टाँगिएका डोरीहरू, शेर्पाहरूको कडा मेहनत र एकदमै ठुलो बजेटको व्यवस्थापन लुकेको थियो। यो तरिका अपनाएर हिमाल चढ्नु पूर्ण रूपमा सही र लिगल नै हो, तर जब हामी रेकर्डहरूको तुलना गर्छौँ तब कुन स्टाइलमा हिमाल चढिएको हो भन्ने कुरा स्पष्ट खुलाउनु पर्छ, किनकि एउटै हिमाल भए पनि छुट्टा छुट्टै तरिकाले चढ्दा त्यसको जोखिम र महत्त्व पनि फरक फरक नै हुन्छ। प्रोजेक्टको तेस्रो चरणमा आइपुग्दा हिमालको बाटोभन्दा पनि राजनीतिको बाटो ठुलो तगारो बन्यो। चीनतिर पर्ने सिसापाङ्गा हिमाल चढ्नको लागि सरकारबाट विशेष अनुमति लिनुपर्ने थियो। त्यो अनुमति कुर्दै गर्दा सेप्टेम्बर महिनामा उहाँको टिमले चोयु र मनास्लु हिमाल चढिसकेको थियो। अन्ततः अक्टोबर 29मा सिसापाङ्गाको सफल आरोहणसँगै प्रोजेक्ट पोसिबल पुरा भएको भव्य घोषणा गरियो। जम्मा 6 महिना 6 दिन अर्थात् 189 दिनमै संसारले असम्भव मानेको लक्ष्य पुरा भयो। हिमालको टुप्पोमा फहराएको नेपाली झण्डा, हाम्रै नेपाली टोलीको तागत र केही पनि असम्भव छैन भन्ने सन्देशले पुरै विश्वलाई नै हल्लाइसकेको थियो। सुन्दाखेरि 14वटै हिमालहरू 8000 मिटरका त हुन्, सबैमा उस्तै त होला नि जस्तो लाग्न सक्छ, तर हरेक हिमालको आफ्नो छुट्टै र डरलाग्दो रूप हुन्छ। अन्नपूर्णमा खस्ने भयानक हिम पहिरो, कञ्चनजङ्घाको असाध्यै लामो र थकाउने बाटो, केटुको ज्यान लिने भिड र खराब मौसम, अनि सिसापाङ्गाको अनुमति नपाउने झन्झट, रेकर्डको घडी टिक टिक चलिरहँदा यी खतराहरूले भने कसैलाई पनि पर्खिँदैनन्। हेलिकप्टरबाट एक ठाउँबाट अर्को ठाउँमा जाँदा समय त बच्छ, तर बडीमा जम्मा भएको त्यो डरलाग्दो थकाइ भने मेटिँदैन। निम्स दाईको सबैभन्दा ठुलो खुबी नै यहीँनिर देखियो। उहाँको बडीले जतिसक्दो चाँडो थकाइलाई जितेर पुरानै तागतमा फर्किने र जस्तोसुकै प्रेसरमा पनि झट्टै सही निर्णय लिन सक्ने क्षमता भएको बडी थियो। तर यसो भन्दैमा उहाँलाई त अक्सिजनको कमीले वा उचाइले केही असर नै गर्दैनथ्यो भनेर भगवान जस्तो बनाउनु चाहिँ गलत हुन्छ, किनभने उचाइमा अक्सिजन कम हुँदा हरेक मान्छेको बडीलाई गाह्रो हुन्छ र सबैले त्यही सीमितताभित्रै रहेर सङ्घर्ष गर्नुपर्ने हुन्छ। तर उत्सव र सेलिब्रेसन सकिएपछि पनि तथ्य र प्रमाण खोज्ने काम भने कहिले पनि रोकिँदैन। पछि गएर विज्ञहरूले 8000 मिटर हिमालको ट्रु समिट अर्थात् हिमालको सबैभन्दा अग्लो र वास्तविक टुप्पो कुन हो भनेर फेरि नापजाँच गरे। यही क्रममा सन् 2023मा गिनिज वर्ल्ड रेकर्ड्सले आफ्नो नियम अपडेट गर्दा निम्स दाईले सन् 2019मा चढ्नु भएको धौलागिरी र मनास्लुको बिन्दुलाई हिमालको वास्तविक सर्वोच्च टुप्पो मानेन, यही चाहिँ पिक पोइन्ट हो भनेर मानेन। यो कुरा थाहा पाएपछि उहाँले सन् 2021मा ती 2 हिमाल फेरि चढ्नुभयो। त्यसैले 189 दिनको त्यो रेकर्ड ऐतिहासिक रूपमा घोषणा गरिएको एउटा निकै ठुलो उपलब्धि त पक्कै होला, तर अहिलेको गिनिज वर्ल्ड रेकर्ड अनुसार ट्रु समिटको नियम अनुसार हेर्ने हो भने त्यो समयलाई 14वटै हिमालको पूर्ण रेकर्ड चाहिँ मानिँदैन। नयाँ मापदण्ड अनुसार उहाँले 14वटै हिमालको वास्तविक टुप्पो चुम्न लगाएको आधिकारिक समय 2 वर्ष 5 महिना 15 दिन मानिन्छ। अब यो नियम परिवर्तन भयो भन्दैमा उहाँले गरेको त अकल्पनीय मेहनत र काम खेर गयो भन्ने पटक्कै होइन। यसले केवल हामीले बोल्ने वा लेख्ने शब्दलाई अलिअलि बदल्छ मात्र। अब हामीले सन् 2019मा 14 हिमालको अभियान पुरा भएको घोषणा गरिएको थियो भन्नु एकदम सही हुन्छ, तर अहिले पनि 189 दिनकै ट्रु समिट विश्व रेकर्ड कायम छ भनियो भने चाहिँ त्यो चाहिँ अलि भ्रामक वा गलत जानकारी हुन जान्छ। हिमाल चढ्ने संसारमा जीपीएस, फोटो, प्रत्यक्षदर्शी र हिमालको वास्तविक भूगोलको कति धेरै महत्त्व हुन्छ भन्ने कुराको यो एउटा गजबको उदाहरण पनि हो। यहाँनिर बुझ्नुपर्ने कुरा के हो भने पहाड सरेको वा घटेको होइन, मात्र हाम्रो नाप्ने तरिका र प्रमाण जुटाउने प्रविधि अझै कडा र भरपर्दो भएको हो। यसपछि सन् 2021को जनवरीमा हिमालको इतिहासमै अर्को एउटा चकित पार्ने किसिमको दृश्य देखियो। 14वटा 8000 मिटरका हिमालमध्ये केटु मात्र एउटा यस्तो हिमाल थियो जसलाई जाडो महिनामा आजसम्म त्यति मितिसम्म कसैले पनि चढ्न सकेको थिएन। तर 10 जना नेपाली आरोहीहरूको एउटा संयुक्त टोलीले त्यो असम्भवलाई पनि सम्भव बनाइदियो। दवा तेम्बा शेर्पा, दवा तेन्जिन शेर्पा, किली पेम्बा शेर्पा, गेल्जे शेर्पा, मिङमा डेभिड शेर्पा, मिङमा ग्याल्जे शेर्पा, मिङमा तेन्जी शेर्पा, निर्मल पूर्जा, पेम छिरी शेर्पा र सोना शेर्पा, यी 10 जना योद्धा टुप्पोमा पुग्नुभन्दा ठिक अगाडि एकै ठाउँमा उभिए। उनीहरूले एक अर्कालाई पर्खिए र सँगै नेपालको राष्ट्रिय गान गाउँदै एकसाथ केटुको टुप्पोमा पाइला राखे। यो कुनै एउटा एक्लो व्यक्तिको मात्र रेकर्ड थिएन, यो त जाडो महिनामा केटु हिमाल चढ्ने 10 जना नेपालीको एउटा गर्भिलो र सामूहिक इतिहास थियो।
केटु हिमालको त्यो ऐतिहासिक चढाइपछि निम्स दाइले आफू अक्सिजन सिलिन्डर बिनै त्यहाँ पुगेको कुरा बताउनु भयो। नेपाल पर्यटन बोर्डले पनि यसलाई आधिकारिक रूपमै मान्यो। तर हिमालयको यति ठुलो उचाइमा अक्सिजन बिना नै चढेको कुरालाई 100% प्रमाणित गर्नु अलिक गाह्रो हुन्छ। उहाँका फ्यानहरूले यसलाई निम्स दाइको अचम्मको शारीरिक तागत, बडी पावर भनेर मान्छन्। तर आलोचकहरूले भने यसको ठोस प्रमाण खै त भनेर प्रश्न पनि उठाउँछन्। यसमा सबैभन्दा सुरक्षित र सही कुरा के हो भने जाडो महिनामा 10 जना नेपालीले पहिलो पटक केटु चढेको कुरा अन्तर्राष्ट्रिय संस्थाहरूले पुरै प्रमाणित गरिसकेका छन्। तर निम्स दाइले व्यक्तिगत रूपमा अक्सिजन बिना हिमाल चढेको कुरा चाहिँ उहाँ र संस्थाहरूले दाबी गरेको विषय हो, जसलाई हामीले हिमाल चढ्ने फरक स्टाइलको रूपमा बुझ्नुपर्छ। त्यही वर्ष सन् 2021 मा नेटफ्लिक्समा एउटा डकुमेन्ट्री आयो, 14 पिक्स नथिङ इज इम्पोसिबल। यो फिल्मले उहाँको प्रोजेक्ट पोसिबलको कथालाई रातारात संसारभरका दर्शकको घर घरमा पुर्याइदियो। यो डकुमेन्ट्री आउनुको सबैभन्दा ठुलो फाइदा के भयो भने वर्षौंदेखि हिमालको कथामा सधैँ पछाडि पारिएका हाम्रा नेपाली दाजुभाइहरू पहिलो पटक हिरोको रूपमा पर्दाको अगाडि देखिए। तर एउटा कुरा के बिर्सिनु हुँदैन भने डकुमेन्ट्री भनेको छानेर राखिएका भिडियो क्लिप, ब्याकग्राउन्ड म्युजिक र एउटै मुख्य पात्रलाई फोकस गरेर बनाइएको कथा हो। त्यसैले यसलाई एउटा राम्रो अनुभवको कथा त मान्न सकिन्छ, तर पूर्ण रूपमा तटस्थ इतिहास नै चाहिँ मान्न सकिँदैन। हिमालको इतिहासमा यो डकुमेन्ट्री किन यति धेरै महत्त्वपूर्ण थियो त? किनकि दशकौंदेखि हिमाल चढ्ने विदेशीहरूले मात्र सारा क्रेडिट लिएर जान्थे। बाटो बनाउने, सामान बोक्ने, क्याम्प खडा गर्ने र आपतमा ज्यान बचाउने ती असली नेपाली हिरोहरूलाई भने विदेशीहरूले केवल शेर्पा भनेर एउटै नामबाट चिन्थे। वास्तवमा शेर्पा भनेको एउटा गर्भिलो जात हो, हिमालमा भारी बोक्ने कामदारको नाम होइन। निम्स दाइ आफै पनि मगर हुनुहुन्छ र उहाँको टिममा अरू धेरै जात जातिका आरोहीहरू हुनुहुन्थ्यो। उनीहरू सबैलाई सही नाम र सही सम्मान दिलाउने काम निम्स दाइले गर्नुभयो। उहाँले हिमालको पुरानो इतिहास लेख्ने तरिका नै बदलिदिनु भयो। यद्यपि निम्स दाइको आफ्नै नाम र ब्रान्ड यति ठुलो बन्यो कि कहिलेकाहीँ उहाँकै टिमका अरू सदस्यहरूको नाम भने फेरि ओझेलमा पर्यो भन्ने गुनासो पनि सुन्न पाइन्छ। यसपछि निम्स दाइले आफ्नो जीवन कथा समेटेको बियोन्ड पोसिबल नामको किताब पनि लेख्नुभयो र सँगसँगै इलाइट एक्सपेड नामको कमर्सियल आरोहण कम्पनी पनि स्टार्ट गर्नुभयो। त्यति मात्र होइन, निम्स दाइ फाउन्डेसन मार्फत उहाँले हिमाल सफा गर्ने र हिमाली भेगका भरियाहरूलाई सहयोग गर्ने काम पनि अगाडि बढाउनु भयो। फाउन्डेसनको रिपोर्ट अनुसार उहाँहरूले केटु हिमालको क्षेत्रबाट 100औं किलो फोहोर र पुराना डोरीहरू हटाउनु भएको थियो। यस्ता सामाजिक कामको महत्त्व पक्कै पनि धेरै छ। यो सबै सफलतापछि उहाँले अक्सिजनको सिलिन्डर बिनै फेरि संसारका सबै 14वटा हिमालको वास्तविक टुप्पो ट्रु समिट चढ्ने अर्को खतरनाक मिसन पुरा गर्नुभयो। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार 7 मे 2022 मा कञ्चनजङ्घाबाट सुरु भएको यो मिसन 4 अक्टोबर 2024 मा सिसापाङ्गा पुगेर टुङ्गिएको थियो। जम्मा 2 वर्ष 150 दिनमा सेप्टेम्बर 2025 मा मनासलु हिमाल चढ्दासम्म गिनिजले उहाँले 8000 मिटरका हिमालहरू 49 पटक चढेको भनेर प्रमाणित गरिसकेको थियो। तर जुलाई 2026 सम्म आइपुग्दा उहाँको कम्पनी र मिडियाहरूले भने उहाँले कुल 57 पटक हिमाल चढिसकेको दाबी गरे। यहाँनिर यी दुईवटा फरक नम्बर देखेर अचम्म पर्नु पर्दैन, किनकि 49 भनेको गिनिजले सबै प्रमाण हेरेर पास गरेको सङ्ख्या हो र 57 भनेको उहाँको कम्पनीले पछिल्ला आरोहणहरू पनि जोडेर निकालेको सङ्ख्या हो। त्यसैले यी दुवैलाई एउटा तराजुमा राख्न मिल्दैन। निम्स दाइको अन्तिम र सबैभन्दा ठुलो योजना थियो ह्याट्रिक च्यालेन्ज, अर्थात् 14वटा हिमालहरूलाई 3-3 पटक चढिसक्ने लक्ष्य। बिना अक्सिजन सुपरफास्ट स्पिडमा बारम्बार हिमाल चढेर उहाँले पर्वतारोहणलाई फेरि एकपटक मिडिया र बजारको केन्द्रबिन्दु बनाइदिनु भयो। उहाँलाई मान्नेहरूका लागि यो एउटा मान्छेले आफ्नो तागतको सिमाना कतिसम्म बढाउन सक्छ भन्ने गजबको उदाहरण थियो। तर आलोचकहरूले भने एउटा गम्भीर प्रश्न उठाए कि यसरी रेकर्डको पछाडि मात्र दौडिँदा हिमालको ज्यानमारा जोखिमलाई हामीले एकदमै हल्का रूपमा त लिइरहेका छैनौँ। कमर्सियल आरोहणमा लिडरको रेकर्ड बनाउने सपना एकातिर छ, अनि त्यहाँ पैसा तिरेर गएका ग्राहक र काम गर्ने शेर्पाहरूको ज्यान सुरक्षा अर्कोतिर छ। यी दुई कुरालाई कसरी ब्यालेन्स गर्ने? यस्ता गम्भीर प्रश्नहरूको उत्तर युट्युबमा सुनिने मोटिभेसनल कुराले मात्र दिँदैन। यसको लागि त स्पष्ट सेफ्टी प्लान, मौसमको सही जानकारी, आपत पर्दा कुन बेला फर्किने भन्ने समयको टुङ्गो, अनि दुर्घटना भइहालेमा सत्य तथ्य बाहिर ल्याउने इमान्दारी नै चाहिन्छ। तर यो भन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने टिमको सबैभन्दा सानो वा नयाँ सदस्यले पनि ढुक्कसँग आज मौसम ठिक छैन, म अगाडि बढ्दिनँ भन्न पाउने माहौल पनि हुनुपर्छ। कहिलेकाहीँ चर्चित लिडर, करोडौँको खर्च र नयाँ रेकर्ड राख्ने प्रेसरले यस्ता साना आवाजहरूलाई दबाइदिन सक्छ।
ब्रोड पिकको घटनामा जबसम्म आधिकारिक रिपोर्ट आउँदैन तबसम्म कसैलाई दोष दिनु त मिल्दैन। तर भविष्यमा हिमाल चढ्नेहरूले यो भयानक दुर्घटनाबाट सिक्ने पाठहरू भने अहिले नै छर्लङ्ग छन्। निम्स दाईको सार्वजनिक जीवनमा सफलता र रेकर्डका कुराहरू मात्र थिएनन्। सन् 2024मा चर्चित पत्रिका द न्युयोर्क टाइम्सले 2 जना महिलाहरू लोट्टा हिन्टसा र अप्रिल लियोनार्दोमाथि गम्भीर यौन दुर्व्यवहार भएको भनेर उहाँहरू विरुद्ध आरोप छाप्यो। निम्स दाईले ती सबै आरोपहरूलाई सिधै अस्वीकार गर्दै यो रिपोर्टलाई एकतर्फी र पूर्वाग्रही भन्नुभयो। तर यो विवादपछि उहाँका केही स्पोन्सरहरूले उहाँसँगको सम्झौता तोडे। यस्तो संवेदनशील विषयमा बोल्दा हामीलाई एकदमै ध्यान दिनुपर्छ। कसैलाई आरोप लाग्दैमा ऊ दोषी प्रमाणित भइहाल्दैन, अनि कसैले आरोप अस्वीकार गर्दैमा त्यो आरोप आफै झुटो साबित पनि हुँदैन। हाम्रो अनुसन्धानको समय सीमा अर्थात् 2 अगस्त 2026 सम्मको सार्वजनिक रेकर्ड हेर्दा उहाँ विरुद्ध अदालतमा कुनै पनि आपराधिक मुद्दा दायर भएको वा उहाँ दोषी ठहरिएको कुनै प्रमाण भेटिएको छैन। त्यसैले उहाँलाई कानुनतः दोषी भन्न पनि मिल्दैन र उहाँमाथि कुनै आरोप नै लागेको थिएन भनेर पन्छिन पनि मिल्दैन। उहाँले हिमाल चढ्ने तरिकालाई लिएर पहिलेदेखि नै एउटा ठुलो बहस चल्दै आएको छ। अक्सिजन सिलिन्डरको प्रयोग, बेस क्याम्पहरू बीच हेलिकप्टरको उडान, पहिले टाँगिएका डोरी र एउटा विशाल सपोर्ट टिमको मद्दतले बनाएको यो स्पिड रेकर्डलाई हिमाल चढ्ने पुरानो परम्परागत तरिका अर्थात् अल्पलाइन स्टाइलसँग दाँच्न मिल्छ कि मिल्दैन? यसको उत्तर एउटा सक्कली र अर्को नक्कली भने जस्तो सजिलो छैन। यी दुवै हिमाल चढ्ने छुट्टा छुट्टै विधा हुन्। निम्स दाईको यो रेकर्ड एउटा व्यक्तिको असाधारण तागत, आर्मीको कडा अनुशासन, ठुलो बजेट, राम्रो सम्पर्क, मौसमको सटिक योजना र नेपाली शेर्पा टिमको सामूहिक मेहनतको संयुक्त नतिजा थियो। त्यसैले उहाँको उपलब्धिलाई सम्मान गर्दै यो कुन तरिकाले सम्भव भएको थियो भनेर स्पष्ट खुलाइदिनु नै इमान्दार इतिहास हो। अब फेरि ब्रोड पिकको त्यही कालो दिनतिर फर्कौँ। 24 जुलाई 2026मा ग्यासर ब्रुम 2 हिमाल चढेपछि निम्स दाईसँग जोडिएका रिपोर्टहरूले त्यसलाई उहाँको 57औं 8000 मिटरको आरोहण भनेका थिए। त्यसको केही दिनमै उहाँ ब्रोड पिकको मिसनमा जोडिनु भयो। सुरुवाती खबर अनुसार उहाँहरूको टोली जुलाई 27 देखि माथि उक्लिन थाल्यो। जुलाई 29मा क्याम्प 2 आसपास पुग्यो र जुलाई 30 को बिहानै त्यो भयानक हिम पहिरोमा पर्यो। घटना क्याम्प 2 र क्याम्प 3 को बीचमा भएको भनिए पनि समाचारहरूमा यसको उचाइ 6450 देखि 7000 मिटरसम्म फरक बताइएको छ। त्यसैले ठिक 6600 मिटरमै घटना भएको हो भनेर किटान गर्न मिल्दैन। हिम पहिरो किन आयो, त्यो दिन कसको निर्णयले काम गर्यो वा कुन बेला कसलाई के थाहा थियो, यस्ता गम्भीर प्रश्नहरूको उत्तर दिने कुनै पनि आधिकारिक रिपोर्ट अहिलेसम्म आएको छैन। घटनापछिको पहिलो समाचारमा सबै 10 जना सम्पर्कविहीन वा हराइसकेका भनिएको थियो। त्यो त्यति बेलाको सत्य थियो, तर अहिले अवस्था त्यो रहेन। अगस्त 1 मा निम्स दाईकै कम्पनी एलाइट एक्सपेडले उहाँसहित टोलीका 10 जनाकै मृत्यु भएको हृदय विदारक वक्तव्य निकाल्यो, जसलाई एसोसिएटेड प्रेसले पाकिस्तानका अधिकारीहरू र अल्पलाइन क्लब अफ पाकिस्तानको भनाइसँग समाचारमा छाप्यो। अगस्त 2 मा ग्राउन्डबाट गएको उद्धार टोलीले निम्स दाई, वाङझोङ, निमा शेर्पा र किली पेम्बा शेर्पाका अवशेषहरू भेटाएको खबर आयो। त्यसअघि नै नधिरा अहमद अल हार्थी, म्यालोरी गाइस र बहादुर गुरुङका अवशेषहरू चिनिसकेका थिए। फरक रिपोर्टहरूमा मृतकका अङ्ग्रेजी नामका स्पेलिङहरू अलिकति चेन्ज देखिएका छन्। त्यसैले परिवार वा अधिकारीहरूले अन्तिम सूची ननिकालेसम्म यसै हो भनेर अनुमान गर्नु सही हुँदैन। यो कथा तयार पार्दासम्म निम्स दाई र उहाँसँग भेटिएका अरू 3 जनाको शरीरलाई हिमालबाट तल ल्याउने निकै कठिन प्रयास जारी नै थियो र बाँकी 2 जना आरोहीको खोजी अझै चलिरहेको थियो। त्यसैले सामाजिक सञ्जालमा सबै सब तल ल्याइसकियो भनेर आउने पोस्टहरू कि त पूर्ण रूपमा गलत हुन् कि त समयभन्दा धेरै अगाडि आएका हल्ला मात्र हुन्। त्यस्तै अरू नै कुनै पुरानो हिम पहिरोको भिडियो राखेर यही घटनाको हो भन्दै भाइरल गराउनु पनि सरासर झुटो हो। पब्लिक डोमेनमा भेटिने जीपीएस ट्र्याकको सामान्य डाटा हेरेकै भरमा रेस्क्यु ढिलो भयो, कोही जिउँदै थियो वा दोष यसको हो भनेर ठोकुवा गर्न पनि मिल्दैन। त्यो भयानक हिम पहिरो किन आयो र त्यस दिनको म्यानेजमेन्टमा कसको जिम्मेवारी कति थियो भन्ने कुराको ठोस प्रमाण नआएसम्म हामीले केवल प्रश्न मात्र गर्न सक्छौँ, फैसला सुनाउन सक्दैनौँ। निर्मल पूर्जा अर्थात् हाम्रा निम्स दाईको पुरै जीवनलाई असम्भवलाई सम्भव बनाउने एउटा मोटिभेसनल पोस्टरमा मात्र सीमित गरिदियौँ भने उहाँले नेपाली इतिहासमा दिएको सबैभन्दा ठुलो योगदान ओझेलमा पर्छ। उहाँको सबैभन्दा ठुलो सफलता के हो भने उहाँले पुरै विश्वलाई यो मान्ने बाध्य बनाइदिनु भयो कि नेपाली आरोहीहरू भनेका हिमालमा भारी बोक्ने कामदार मात्र होइनन्, उनीहरू त खतरा योजना बनाउन सक्ने, लिडर बन्न सक्ने, विश्व रेकर्ड राख्न सक्ने, अन्तर्राष्ट्रिय फिल्मको हिरो बन्न सक्ने र आफ्नै ठुलो बिजनेस चलाउन सक्ने क्षमता भएका मान्छे हुन्।
उहाँले हिमाल आरोहणको स्पिड र व्यवस्थापनलाई एउटा यस्तो नयाँ उचाइमा पुर्याउनु भयो जहाँबाट केही गम्भीर प्रश्नहरू पनि उब्जिए। ठुलो सफलताको क्रेडिट टिममा कसरी बाँडिन्छ, ज्यानको जोखिम कसले लिन्छ, रेकर्डहरू कसरी पास हुन्छन् अनि ब्रान्डको चम्किलो अनुहार र हिमालको यथार्थबीच कति दूरी हुनुपर्छ। एउटा इमान्दार र पूर्ण जीवनीले उहाँको तारिफ मात्र होइन, यी प्रश्नहरूलाई पनि ठाउँ दिनुपर्छ। उहाँको यो नमिठो अन्त्यलाई उहाँको जीवनको कुनै नतिजा वा सजायको रूपमा व्याख्या गर्नु एकदमै निर्दयी कुरा हो। हिमालले कहिले पनि को सही को गलत भनेर फैसला गर्दैन अनि हिम पहिरोले यो मान्छे कति प्रख्यात छ वा कति सामान्य छ भनेर अनुहार पनि हेर्दैन। बोर्ड पिकको त्यो हिउँमा निम्स दाईसँगै ज्यान गुमाउने अरू 9 जना आरोहीहरूको पनि आफ्नै परिवार थियो, आफ्नै सपना थिए र उनीहरूको आफ्नै मेहनत र इतिहास पनि थियो। उनीहरूको मृत्युलाई एउटै प्रख्यात अनुहारको पछाडि लुकाउनु वा व्यवस्था गर्नु पनि हुँदैन। अनि यो बेला हामीले ती पाकिस्तानी सैनिक, सिभिलियन रेस्क्यु टिम, शेर्पाहरू र स्वयंसेवकहरूलाई पनि सलाम गर्नुपर्छ जसले आफ्नो ज्यानको परवाह नगरी त्यो खतरनाक हिउँमा खोजी कार्य जारी राखेका छन्। निम्स दाईको असली विरासत कुनै एउटा मात्र रेकर्डमा अटाउँदैन। 189 दिनको त्यो भाइरल अभियानलाई अब हामीले अपडेट भएको नयाँ नियमसँग बुझ्नुपर्छ। जाडोमा केटु चढेको कुरा 10 जना नेपालीको साझा जित हो। अक्सिजन बिना हिमाल चढेको र कुल हिमाल चढेको सङ्ख्या दाबी गर्दा त्यो कसले र कुन मापदण्डले भनेको हो भन्ने स्पष्ट पार्नुपर्छ। उहाँमाथि लागेका गम्भीर आरोपहरूलाई न त लुकाउनै मिल्छ न त अदालतले प्रमाणित गरे जस्तो गरी सुनाउनै मिल्छ। हो, यी सबै विवाद, जटिलता र प्रश्नहरू बीच नै निम्स दाईको वास्तविक प्रभाव र महानता लुकेको छ। उहाँले वर्षौँदेखि हिमालमा जडा गाडेर बसेको गोराहरूको राज र पावरलाई हल्लाइदिनु भयो, नेपालीको असली तागतलाई विश्व सामु चिनाइदिनु भयो र भविष्यका आरोहीहरूलाई सफलता प्रमाणित गर्ने तरिकामाथि अझ कडा प्रश्न सिकाएर जानुभयो। अन्ततः हिमाललाई जित्नु भनेको पहाडलाई हराउनु होइन, यो प्रकृतिको त्यो विशालता सामु आफ्नो अस्तित्व चिन्नु हो। हिमालमा मौसम बिग्रिँदा एक कदम पछाडि हट्नु कहिले हार हुँदैन। रेकर्डहरू जतिसुकै ठुला र महान किन नहुन्, हिउँको त्यो मृत्यु मार्ग छिचोलेर जिउँदै र सुरक्षित तल फर्किनु नै मान्छेको सबैभन्दा ठुलो जित हो। असम्भवलाई सम्भव बनाएर विश्व हल्लाउने हाम्रा निम्स दाई र बोर्ड पिकको त्यो सेतो सन्नाटामा सदाका लागि अस्ताएका सबै साहसी योद्धाहरूमा हाम्रो भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छौँ। उहाँहरूको यो अकल्पनीय यात्राले हामीलाई असीमित सपना देख्ने आँट त पक्कै दिन्छ, तर सँगसँगै जीवनको मूल्य बुझ्न र प्रकृतिको शक्ति अगाडि नतमस्तक हुन पनि सिकाउँछ। हिमालको त चिसो चुचुरोले इतिहासका पानामा कसैको नाम सम्झियोस् वा नसम्झियोस्, तर बाटो हेरेर बसेका बुढा आमा बुवा र परिवारका लागि हरेक आरोहीको अन्तिम र सबैभन्दा सुन्दर गन्तव्य भनेको हिमालको टुप्पो होइन, आफ्नो न्यानो घर हो। यतिन्जेलसम्म यो मार्मिक कथालाई एकदमै ध्यान दिएर हेरिदिनु भएकोमा तपाईँलाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। यदि यो भिडियोले तपाईँको मनमा थोरै मात्र पनि छाप छोड्न सकेको छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। हामी आगामी दिनमा यस्तै मुटु छुने र यथार्थपरक कथाहरू तपाईँहरूमाझ लिएर आउने नै छौँ। त्यतिन्जेलसम्म आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोला। नमस्कार। Giving up is not in the blood, sir. It's not in the blood. Not in the blood.